मा छ पानीपुरी ठ्याक्कै खोल्ने बेला खुलेल। दिनमा 1 किलो मासु दियो हुन्छ, मलाई चाहिँ धेरै चाहिदैन। के रे तपाईहरुलाई फोटो खिच्नु पर्ने हैन, बस्नु न। सो वेलकम टु माई ब्लग। अनि आज चाहिँ हामी स्मारक आएको छौँ फोटो सुट गर्नलाई। अनि यसपछि चाहिँ हामी जान्छौँ रिसेप्सन खिच्न। अनि यहाँ प्रवीणले भिडियो खिचिरहेछ। रेडी हुनुहुन्छ? त्यसपछि हाम्रो बेहुला दाइ र भाउजू। अनि यहाँ चाहिँ फुल टिप्न मनाइ छ है। सो म चाहिँ फोटोग्राफर, म चाहिँ यताउति डुलिरहेको छु होइन। सो यो हो स्मारक होइन। यहाँ चाहिँ जङ्गली जनावरहरू चाहिँ यहाँनिर पिंजडामा राखिएको छ। अनि यो बाँदरहरूलाई पनि यसरी राखिएको छ। खासमा चाहिँ बाँदरहरू जतिलाई चाहिँ सबै पिंजडामै राख्नुपर्ने हो होइन, अपवाद मी होइन। अनि यो गोहीलाई बालै छैन कि यिनीहरूलाई बालै हुँदैन, सुतिरह मुला, घाम ताप्यो सुत्यो होइन। यो गोही पनि कार्टुन जस्तो छ कि, यसलाई बाल छैन, यसलाई लगेर हालिदिइहाल्छन्। न कमाउनु पर्ने न के गर्नुपर्ने मुला। हामी चाहिँ यहाँनिर दिनरात क्यामेरा बोक्यो, त्यसपछि हिँड्यो है। अनि तपाईँहरूले के गर्नुपर्छ र जब फोटो खिच्ने त हो नि भन्छन्, कम गाह्रो छ। दिनरात तारा एडिट गर्यो दियो होइन। अनि सबै काम गाह्रै हुन्छ होइन, सबै कामलाई रेस्पेक्ट गर्नुपर्छ, त्यति मात्रै भन्न खोजेँ। फेरि मेरो काम चाहिँ गाह्रो, तपाईँहरूको काम चाहिँ सजिलो भन्न खोजेँ होइन। कुर्सीमा बस्नेलाई पनि गाह्रै छ, फिल्डमा हिँड्नेलाई पनि गाह्रै छ। अब यस्तै हो यहाँनिर। अब फोटोसुट गर्न आइरहेको हुन्छौँ हामी। तर यो पालि आउँदाखेरि चाहिँ यहाँनिर चाहिँ फोटोग्राफरहरू मैले धेरै भेटेँ, मलाई खुसी लाग्यो। उहाँहरूले पनि अब मानौँ न एउटा सर्भिसै दिइरहनु भएको छ। त्यसरी पनि उहाँहरूले चाहिँ आफ्नो इन्कम चाहिँ गरिरहनु भएको छ। बेटर अपर्च्युनिटी होइन यो, तर जे हो भने केही समयको लागि चाहिँ अब आफ्नो पेट पाल्नलाई चाहिँ सजिलो हुन्छ। यस्तै छ यहाँनिर। अब यहाँ गिद्ध छ, गिद्ध चिलमा बसिरहेको हुन्छन् यिनीहरू। यिनीहरूलाई कसैको बाल छैन। अनि यो लक्का परेवा भन्ने छ, यिनीहरूको एरियामा चाहिँ घुसपेट घुसिया खान्, तर यिनीहरूलाई मतलब छैन कि एउटा घुसपेट छ, तर यिनीहरूलाई बाल छैन। अब यहाँ डेटिङ पनि आइरहेको हुन्छ नि मान्छेहरू। अब म चाहिँ अहिलेसम्म आएको छैन। हाम्रो भाउजू हुनुहुन्छ, राम्री भाउजू, दाइ पनि ह्यान्डसम हुनुहुन्छ। अनि त्यो भिडियोग्राफर पनि ह्यान्डसम छ है। ए त्यो सुतिरहेको रहेछ त्यो त चिलमा। अघिदेखि यसलाई मैले खोजेँ, यो त पुरै चिलमा सुतिरहेको छ। मासु खायो होला, बाल छैन कि यिनीहरूलाई, मासु खायो यसरी सुत्यो है। के मतलब छ र? कमाउनु परे छैन, के गर्नु परे छैन। सालाहरू थुन्दै हुन्छ, बरु मलाई पनि थुन्दै हुन्छ। दिनमा 1 किलो मासु दियो हुन्छ, मलाई चाहिँ धेरै चाहिँदैन। यसलाई पनि चिल छ, न किन्नुपर्ने घाँस ल्याएर हालिदिन्छन् यसरी। चिलमा खायो बस्यो यिनीहरूलाई। तर यो जङ्गलमा आगो लाग्यो भने चाहिँ गाह्रो हुन्छ। अनि तस्करहरूबाट चाहिँ यिनीहरूलाई बचाउनु पर्छ। त्यति भएपछि जनावरको जस्तो चिल लाइफ चाहिँ कसैको नि हुँदैन, मान्छेको जस्तो चाहिँ खत्तम लाइफ चाहिँ कसैको नि हुँदैन। जनावरको चाहिँ चिल हुन्छ फेरि लाइफ। यिनीहरूलाई चाहिँ जङ्गलमा चाहिँ आनन्दले, मान्छेले डिस्टर्ब नगरिकन आनन्दले बस्न पायो भने। ल कस्तो राम्रो छ यिनीहरू। नेचर गाइज लुक्स गुड। आनन्दले खायो है, वातावरणमा रमायो, न केही चिजको लोभ। खालि यिनीहरूले एउटा चिजको मात्र लोभ हुन्छ, खाना। न पैसा चाहिए, न केही चाहिए, न घर चाहिए। हेर हामी मान्छेलाई चाहिँ दुनियाँ थरी चाहिन्छ। सल एउटा क्यामेरा किन्यो, फेरि अर्को चाहियो, लेन्स चाहियो, लेन्स किन्दा हद्दु, पैसा कमाएन भने अर्को टेन्सन। यस्तै छ गाइज जिन्दगी। फोटोग्राफरले चाहिँ फोटो खिचिरहनु भएको। ढकालले चाहिँ होइन बेहुला कहाँ लग्यो। अनि त्यसपछि म यहाँ प्रवीणलाई खोज्दै हिँडिरहेको छु। लाइट पनि बोक्नु पऱ्यो, ब्याग उता राखेको छु। त्यहाँनिर लगाएर रहेछ, त्यहाँ जाने फोटोसुट गर्ने। अब उसको भिडियो सकिन्छ, मेरो फोटोसुट गर्ने पालो। अनि म सघाउँछु, त्यसपछि हामी जान्छौँ भेन्यूमा। आज त मासु छ, रोस्ट खानुपर्छ रोस्ट। सो गाई जस्तै भइरहेको छ यहाँनिर।
अयो जसलाई चाहिँ फोटोग्राफरको लाइफ चिल लाग्छ नि कमेन्ट गरौँ है। 1 2 3 गो 1 2 3 गो गरेर यहाँ अयो एका देशमा चाहिँ होइन म यो झुलुङ्गे पुलबाट चाहिँ होइन मेरो हुनेवालालाई लिएर आएको थिएँ मैले 10 रुपियाँ तिरेर टिकट काटेर। त्यो बेला चाहिँ धेरै पैसा पनि हुन्थेन कि यस्तै थियो। अब मेरो पालो आए दिनभरि भारी बोक्यो भने मैले कति पैसा कमाइसकेको थिएँ। एउटा चित्तलै रहन्छ नि त चित्तल चित्तलै चित्तल छ तिनीहरू त हो नि चित्तल भन्छ यिनीहरूलाई हरिण सरिन यो चाहिँ साइको हो क्या यो पखेटावाला यो के होला भन त भाले पोथी भनेर भाले उ त्यो यस्तै चलिरहेको यहाँनिर गर्मीले मर्नु भइसक्यो। खोइ कहाँ त फुल। सो मेरो प्याकअप भयो होइन। प्रवीण चाहिँ भिडियो खिच्न अलिकति बाँकी छ। प्रवीण भिडियो खिच्दैछ। तिम्रो के बाँकी छ? मेरो त सक्यो। ल ब्रदरहरू है ल बाई ओके। ल अहिले चाहिँ हामी पलपसा प्याराडाइजमा छौँ अनि यहाँ चाहिँ हाम्रो रिसेप्सन सुरु हुन्छ अनि बेहुला बेहुली आउनु भएको छैन। यता गीत बजिरहेछ त्यही भएर म बाहिर बसेर भ्लग बनाइरहेको छु होइन। यो चाहिँ पलपसा प्याराडाइज हेटौडाको टपमै पर्छ यो पार्टी प्यालेस चाहिँ होइन। सो अब यस्तै हो इभेन्ट हुन्छ। अब इभेन्टको चाहिँ म सायद कभर गर्न सक्दिनँ होला हो हल्ला धेरै हुन्छ अनि त्यसमा भोइसहरू पनि खिच्दैछु। अनि हाम्रो दोस्त चाहिँ यहाँ पानीपुरीको वेटिङमा छ। पानीपुरी ठ्याक्कै खुल्ने बेला खुले ल जो पानीपुरी खाइहालौँ त उहाँले खाइसक्नु भयो हिँड न सँगै जाने के अरे तपाईँहरूलाई फोटो खिच्नु पर्ने होइन बस्नु न। त्यो पानीपुरी 1-2टा टेस्ट गर्न जानु पऱ्यो के। ल एक-एकजना बस्नु को बस्ने हो 3जना। ल 3जना यहाँ हेर्नु है रेडी। ल आमा अलिकति हटिदिनु त तपाईँ। ल यहाँ हेर्नु रेडी हजुर 2जना। त्यसपछि तपाईँहरू अलिकति साइडमा लाग्दिनु ल ल ल तपाईँहरू 2जना बसिहाल्नु न। ल यहाँ समात्नु यताबाट यसरी भित्र छिराउनु न हातले यसरी। ल हो अलि नजिक बस्नु ल यहाँ हेर्नु है। ल यहाँ हेर्नु हो ल रेडी यहाँ हेर्नु है। भर्खर ल परे जस्तो हाँस्नु न अलिकति। ल यता हेर्नु है। तिमी मान्छे खत्तम रहेछौ नि। त्यहाँ हेर्दा पानीपुरी सकिने बेला अब अहिले सुरु भएपछि फेरि त्यहाँनिर मान्छे भिड हुन्छ कि जो गरेर खाऊ के। जो मलाई ल्याइदेऊ त 1 प्लेट ल्याइदेऊ त जो गर। तिमी म समय खाउँला नि। ल अब पानीपुरी खानु पऱ्यो। उताबाट सुरु गर्दा नि हुन्छ स्न्याक्स छ उता बहिनी भाइ बहिनीलाई देख्यो दामी रहेछ है। मिठो रहेछ। आऊ दोस्त अहिले एकछिनमा त खिच्ने हो लो। अहिलेसम्म यहाँ कोही मान्छे थिएन होइन। अब भिड भयो यहाँनिर। अब अल्लाह के नाम से आइसकेको छ। अल्लाह के नाम पे दूसरा दिँदैछ। तपाईले मेरो हिजो फोटो खिच्दिनु भएन हो र अब भोलि दिन्छु ल। भोलि त म घर जानुपर्छ ल अहिले खिचिदिन्छु। जरिन गराएर खुवाएर छाडे होइन उहाँलाई भ्याइ नभ्याइ छ बिचरा। मजा आइरहेको हामी थाहा थियौँ
एउटा हालौँ त म गएँ अब हजुर नातिनी बुहारीको छ नि राम्रो राम्रो फोटो लिँदै हो आमालाई धेरै रहर छ है कान्छ आमालाई धेरै रहर छ भने ल चिन्ता नगर्नु हामी खिचिहाल्छौँ नि टेन्सन नगर्नु उता भाइ छ उसले खिचिरहेछ ओ दोस्त हामी स्न्याक्स खान जाउँ न भिआइपी पास हो यो तिमी यताबाट गर म उताबाट लिन्छु नि त खिच तिमी होइन एकछिन बस्ने हो कि एकछिन बस्ने हो होइन यो के अरे धर्नै थापेर बस्ने होइन नि त यहाँनिर यार हो हो हेलो इधर देखो तो तुम एकछिन बस्ने हो कि धर्नै थाप्ने होइन नि त दोस्त मिठो छ पानीपुरी मिठो छ क्यामेरा खेल्छ अन्त मूल्य छ मलाई नदेखाइदिनु सबै देखिनु भएको होइन मेरो कचौरा मात्र देखिरहेको किन हाँसेर तपाईँ देखिनु भयो भने मेरो कचौरा मात्र देखिरहेको एउटा हालौँ त यहाँनिर हाल्नु पर्यो फोटो खिच्देऊ न अमृत भएर म स्न्याक्स खान्छु कि अब हामी खान्छौँ सब फलमासु बनाएको हड्डी हालेर